यता आउँदा आउँदै आउँदा आउँदै आउँदा आउँदै आउँदा आउँदै यहाँ हुनुहुन्छ हाम्रो वान एन्ड ओन्ली श्रेष्ठजी। हजुर भन्नुहोस् जी, के भन्न चाहनुहुन्छ तपाईँ? कस्तो भयो, कस्तो फिल भयो? युट्युबको भिडियो हेरेर चाहिँ नआउनु होला, जुन पनि साधन लिएर आउन सक्नुहुन्छ भनेर धेरैले एक्सप्लेन गरेको थियो, तर राम्रो साधन लिएर आउनु होला, न त तपाईँहरूलाई धेरै गाह्रो हुने होला। चाहिँ एक्लै नआउनु होला, साथी लिएर आउनु होला, साथीहरूसँग रमाइलो गर्नु होला। किन भन्दाखेरि एक्लै भयो भने अब बाइकलाई धकाल्नु पऱ्यो भने एक्लैले सकिँदैन, गाह्रो छ, जोखिम हुन्छ। त्यही भएर साथी भयो भने धेरै हेल्प हुन्छ, बाइक उठाउने धकाल्नेदेखि यताउति होइन, टक्क लाएर बाउको पालादेखि ल्याउने होइन त्यहाँ सर्भिस गरेर चट्टा आउनु पऱ्यो। अब त्यो एकदम सेक्सी देखिरहेको छ यहाँ होइन ब्लू लेकमा। अनि कस्तो अनुभव भयो, कस्तो भइरह्यो, मन कतिको प्रसन्न भइरह्यो? मन चाहिँ फुल्ली प्रसन्न भइरह, अनुभव भयो नयाँ। म पनि पहिलोचोटि मनाङ होइन, जस लाइफमा एकचोटि चाहिँ आउनुपर्छ भन्न चाहन्छु म। सबले साँच्ची बाइक स्कुटीमा टायर चाहिँ डटै हालेर आउनु होला है, सकेसम्म। पछाडिको चाहिँ त्यही हो। अरू 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 के भन्नु मन छ त अनि हजुरलाई? के भन्नु मन छ भन्दाखेरि बाटो कन्डिसन चाहिँ अब तपाईँहरूको काठमाडौँदेखि मनाङसम्म 200 चान्सन छ, 250 जति होला होइन। 100 किलोमिटर जति चाहिँ तपाईँहरूले अफ रोडै हान्नुपर्छ, त्यसको लागि तयारी हुनु होला। हामी चाहिँ बाटो अब इनिमिनी म्याङ्गोले गर्दा ट्याङ्गो बनाइदिइहाल्यो होइन, नभए यो बाटो पिच राम्रो आइन्थ्यो होला। केही छैन, एडभेन्चर गरियो नि त।